सो आजको हामी यस भिडियोमा चाहिँ पोखरा युनिभर्सिटीको 2018 को स्प्रिङको 6 को ए को क्वेशन गर्नेवाला छौं। सो हामीलाई क्वेशनमा के सोधेको छ भन्दा फेरि इन हाइड्रोपावर प्रोजेक्ट द अवेलेबल रिभर डिस्चार्ज इज 300 मिटर क्यूब पर सेकेन्ड। सो हामीलाई डिस्चार्ज गरिदिएको रहेछ 300 मिटर क्यूब पर सेकेन्ड दिएको छ एन्ड द नेट एरिया इज 30 मिटर्स। सो यो चाहिँ हामीलाई 30 मिटर दिएको छ। इफ द स्पीड अफ द टर्बाइन इज टु बी 166.7 आरपीएम रे। सो हाम्रो टर्बाइनको स्पीड दिएको छ, हामीले यहाँले डिनोट गर्छौं 166.7 आरपीएम एन्ड द ओभरअल एफिसिएन्सी इज 88%। हामीलाई एफिसिएन्सी कति दिएको छ टर्बाइनको 88% दिएको छ, त्यो भनेको 0.88 भयो हैन। सो हामीलाई के सोधेको छ भन्दा फेरि डिटरमाइन द नम्बर अफ द युनिट्स रिक्वायर्ड फर द टर्बाइन केस इन गिवन बिलो। भने चाहिँ हामीलाई टर्बाइनको युनिट चाहिँ कति हुन्छ त्यो डिटरमाइन गर भनेर भनेको छ हैन। हामीलाई दुईटा कन्डिसन दिएको छ। एउटा चाहिँ फ्रान्सिस टर्बाइन जसको स्पेसिफिक स्पिड कति हुन्छ अरे 267 आरपीएम अनि अर्को चाहिँ क्याप्टन टर्बाइन जसको स्पेसिफिक स्पिड कति 650 आरपीएम है। यो भन्दा ग्रेटर हुन भएन भने हम सो हामीले यूएनएस चाहिँ 267 र 350 को प्लान गर्छौं। सो फर्स्ट केसमा हामीले फ्रान्सिस टर्बाइनको हेरौं जसमा यूएनएस हामीले 267 आरपीएम दिएको छ। सो हाम्रो फर्मुला के छ भन्दा स्पेसिफिक स्पिड र रनर स्पिडको हाम्रो रिलेसन। सो यूएनएस इक्वल टु n √p डिवाइडेड बाइ h को पावर 5/4 भयो। यो 267 दिएको छ। यो हाम्रो टर्बाइनको स्पिड 167.7 भइहाल्यो। हाम्रो हेड 30 मिटर दिएको छ। सो हाम्रो के भन्नु पावर आउनु भयो। सो यो हाम्रो पावर चाहिँ केमा हुन्छ, यो चाहिँ हाम्रो हर्स पावरमा हुन्छ है। हर्स पावर आउँछ यो, त्यो भएर 12646.04 चाहिँ हाम्रो के भयो हर्स पावरमा यो पावर आयो। अब हामीलाई नम्बर अफ युनिट सोधेको, हामीले के गर्छौं भन्दाखेरि अब हामीले टोटल पावर निकाल्छौं डिवाइडेड बाइ यो हाम्रो इनपुट पावरले डिवाइड गरिसकेपछि हाम्रो नम्बर अफ युनिट आउँछ के। सो टोटल पावर निकाल्ने फर्मुला हाम्रो के हुन्छ n गामा क्यूएच हुन्छ। सो n भनेको 0.88, गामा भनेको 9.81, डिस्चार्ज 300, h भनेको 30। यो गर्दाखेरि 77,695.2 किलोवाट चाहिँ हाम्रो आउटपुट भयो। यो चाहिँ किलोवाटमा छ, यो हर्स पावरमा छ। सो मैले के गरे भन्दाखेरि यो किलोवाटलाई चाहिँ मैले हर्स पावरमा कन्भर्ट गरिदिन्छु कसरी डिवाइडेड बाइ 0.746 गरेर डिवाइड गर्छु है त। सो पावर आउटपुट भनेको कति हुन्छ, सो यो भइहाल्यो डिवाइडेड बाइ 746। यसलाई चाहिँ यो 100 डिवाइड गर्दाखेरि 0.746 आउँछ नि त 1000 ले डिवाइड गर्दाखेरि। अनि तलको भ्यालु हाम्रो पावर इनपुट भनेको 12646 छँदैछ। सो यो हाम्रो हर्स पावर डिवाइडेड बाइ यसलाई हर्स पावरले डिवाइड गरिसकेपछि हाम्रो कति आउँदो रहेछ 8.235 आउँदो रहेछ। त्यसलाई चाहिँ मैले बढाएर कति गरेँ 9 गराएँ। सो नम्बर अफ युनिट कति चाहिँदो रहेछ फ्रान्सिस टर्बाइनको 9 चाहिँदो रहेछ है त। सो यसरी चाहिँ हामीले गर्छौं। सिमिलर केस यसको लागि पनि त्यही गर्ने, क्याप्टन टर्बाइनको लागि पनि। सो यसको लागि चाहिँ यूएनएस हाम्रो 650 दिएको छ, त्यहाँ हामीले त्यही रिलेसन लगाउने हो। यसबाट हाम्रो के आउने भयो, हाम्रो अरु भ्यालु सबै एउटै हुन्छ, यूएनएस मात्रै चेन्ज हुन्छ र हाम्रो पावर आउने भयो हर्स पावरमा आयो है त। सो अब के गरे भन्दा फेरि मैले पावर आउटपुटको n गामा क्यूएच भइहाल्यो, त्यो हाम्रो सेम हुन्छ, यो डाटा सबै एउटै छ। सो 77695.2 किलोवाटै भइहाल्यो। सो अब नम्बर अफ युनिट के गर्छौं पावर आउटपुट डिवाइडेड बाइ पावर इनपुट गर्छौं। सो यो डिवाइडेड बाइ यो गर्नु पर्यो, डिवाइडेड बाइ 0.746 गर्नु पर्यो हैन। सो 746 डिवाइडेड बाइ 1000 गर्दाखेरि 0.746 आउँछ। सो अदर 1.389 भयो। सो नम्बर अफ युनिट कति चाहिँदो रहेछ, दुईटा चाहिँदो रहेछ। यसरी चाहिँ हामीले नम्बर अफ युनिट निकाल्छौं है त। एकदम सिम्पल क्वेशन छ, गर्न पनि सजिलो छ। यो भन्दा अगाडिको भिडियोहरु चाहिँ हेर्यो भने चाहिँ एकदम सजिलो हुन्छ है त। सो आजको लागि यति, थ्यांक यू।